यस्तो हुन्छ साथीहरु ल हेर्नु साथीहरु यी जुगा आयो जुगा र मेरो साथीको मुखमा जुगा पस्यो यार जुगा माथि पसेछ यार मुखभित्र जुगा पसेछ के च्याउ ड्याममै ल हेर्न च्याउ यता छ है ओके साथीहरु हामी चाहिँ अब निक्लिन लागेको है अब आजको चाहिँ अब बर्ड हन्टिङ हुन्छ कि कालिज पिउरा जे पाउँछ त्यही चाहिँ आज हामी रन्काउने छौँ अरू कुराहरू हुन्छ चाहिँ अब खोला पनि जानेछौँ तपाईँहरूलाई मैले आजको भ्लगमा चाहिँ जस्ताको तस्तै के हुन्छ त यो लेकको जीवन कस्तो हुन्छ त कति कुरा रमाइलो हुन्छ भन्ने कुरा तपाईँहरूलाई देखाउन गइरहेको छु आज चाहिँ हामी 4 जना फौज छौँ आज रेडी हो नि ल रेडी हो नि ल रेडी हो नि है ल ओके साथीहरु अब चाहिँ खोलातिर पस्न लाग्यो है खोला ल हामी चाहिँ अब यो कालिज र पिउरा पर्ने कुरा चाहिँ छोडेर अब चाहिँ खोलामा पस्न लाग्यो है अब खोलामा चाहिँ पा खोज्छु हेरौँ कस्तो हुँदो रहेछ पामा हेर्दिन पाउनु साथीहरु पा पायो भने भइहाल्यो यो दुईटा कस्तो नपाउनु दुईटाको टोली पनि आउँदैछ ल खोला यही हो साथीहरु आज चाहिँ हामी सेकेन्ड दिन है अब आज चाहिँ हामी लेगाली पाखोटमा आएको ठुलो छ अब चाहिँ अहिले के कस्तो हुन्छ होइन बाटो कस्तो गाह्रो छ अनि पाहरू कसरी समाउने लेगाली पा कस्तो हुन्छ म तपाईँहरूलाई देखाउन गइरहेको छु अब बाटो फाट्नु छ अब योभन्दा माथि के कस्तो हुन्छ हामीले तपाईँहरूलाई देखाउनेछौँ है ओके हेर्नु जानु होला स्किप नगर्नु होला भिडियोलाई अब सकेको हामी चाहिँ खतरा तरिकाले चाहिँ समाउने चाहिँ कोसिस गर्नेछौँ है साथीहरु उता रहेछ एउटा होइन अन्त कसरी टिप्ने आउँछ ल खै गुलेली गुलेली साथीहरु यस्तो गाह्रो ठाउँ छ हेर्नु ल साथीहरु यस्तो हुन्छ है यस्तो हुन्छ पा लुक एट हियर कति ठुलो छ तर क्यामेरामा सानो देख्यो भने यो ठुलो छ है बडी हेर्नु बडी रोमन रेन्जको जस्तै छ यार ल के यस्तो हुन्छ साथीहरु ल हेर्नु ल समाधियो स्याबास ल के साथीहरु यस्तो गाह्रो छ है अब चाहिँ ओके अब माथि गाह्रो छ साथीहरु है पाउनु है म जाम माथि साथी हो बाटो एकदमै खतरा रहेछ है म चाहिँ उता जान सकेन यहीँ बसिरहेको छु अब माथि जाने बाटो कुन हो कुनी त एकदमै थाहै भएन कि बाटै भुलेँ मैले त त्यही भएर म चाहिँ कुरिरहेको छु हेरिरहेको छु म चाहिँ अब हेरौँ कस्तो हुन्छ मजै हुन्छ साथीहरु दुईटा समाधियो ठुलो अब चाहिँ यो खोलामा खासै पाउँदैन अर्को खोलामा हो आज चाहिँ डुल्नै पर्छ नत्र भए भारी पुग्दैन साथीहरु साथीहरु मेरो साथीको मुखमा जुगा पस्यो यार जुगा माथि पसेछ यार मुखभित्र जुगा पसेछ के यस्तो हुन्छ साथीहरु जुगा पसेछ साथीको यसरी जानु परेछ
खोला यस्तो छ साथीहरू। आउँदा आउँदै हामीले चाहिँ खोलामा आउँदा आउँदै हामीले चाहिँ खोलाको छेउमा च्याउ भेटाएको छ है। च्याउ च्याउ ड्याममै लगाएन च्याउ। च्याउ ल हामीले चाहिँ च्याउ पाउँदैन होला भनेर खासै वास्ता गरेको थिएन, तर साथीहरू भित्र नि छ। यता नि छ च्याउ, यता नि छ है च्याउ। ल हेर्नु त कति राम्रो राम्रो च्याउ छ यहाँ। यो खोलामा आउँदा आउँदै भेटेको च्याउ हो साथी यो है। कति राम्रो च्याउ भेटेको छ हेर्नुहोस् है। यहाँ खोला छ नि त, यो खोला, यो खोलाको छेउमा के है। ल चामा आयौमा राम्रो म त टिप्नु ओके। ल आहा यता नि छ साथीहरू, तल सबै छ च्याउ कुल्ट्यो साथीहरू। ल है ल यहाँ खसेको टिप्छौँ हामी अहिले लास्टमा। पहिला माथि रुखै टिपौँ न। ल ल ल के माथि ल हामी यहाँ छौँ के अरे हेर्नु खोल्ने एकदमै दामी तरिकाले च्याउ भेटेको छ, रमाइलो नि भएको छ। हामी अहिले च्याउ अनि त्यसपछि काली पिउरा त्यसपछि यो पाहाड समातेको त जस्तोको जस्तै साथीहरू है। भिडियो कन्टिन्यू गर्नु होला। यस्तो हुन्छ कि झोलो भर्नै लाग्यो साथीहरू, झोलो भर्नै लगाइसक्यो। के खाने त तरकारी अब? ल अब के खाने तरकारी भन्ने कुरा हो कि साथीहरू। यहाँ अब ल साइन्दले खतरा टिभी राख्नु भएको छ। यहाँ त दुईवटा भइसक्यो, यो पनि दुईवटा भइसक्यो है। ल ओके ल ल अब चाहिँ हामी फेरि जानुपर्ने हुन्छ खोला खोलै। लागेको साथीहरू फेरि खोला खोला। ल बिस्तारै 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 साथीहरू। अब खोलामा पनि बाटो पाएन भने हेर्नु त घुमेर यसरी जानुपर्छ। खोला उता छ एकदम पहरो भएको भएर चाहिँ सिस्नु हेर्नु सिस्नु त्यसले मलाई धन्न ढामिदिएको। ल हेर्नुहोस् है यस्तो यस्तो हिँड्नुपर्छ नि त। दुःख छ साथीहरू, दुःख छ। ओ म्याम पर्खालाई मेरो आँखामा धन्न हानेर। हेर्नु त साथीहरू खोला, खोलामा चाहिँ बाटो नभएर घुमेको है। हामी चाहिँ घुम्दै आएको हो। यो झाडी सिस्नु हेर्नु सिस्नु। गाह्रो छ साथीहरू, गाह्रो छ है। हेर्नु अब खोला पुग्न बाँकी छ, झाडी फाटो छ। खोलामा कुनै ठाउँमा चाहिँ पहरो मान्छे जान नसक्ने ठाउँ, त्यो चाहिँ यसरी भिर जङ्गल चाहिँ हात समाजसम्म जानुपर्ने हुन्छ। त्यही भएर है साथीहरू। यसरी फाटेर जानुपर्छ, यसरी फाट्दैछ नि त ऊ। साथीहरू जुगा आयो, जुगा जुगा तल नै पसेर त्यस्तो पहरामा हुन्छ है साथीहरू। त्यस्तो पहरामा हुन्छ। ल अहिले चाहिँ मैले यो गतिले अहिले चाहिँ म अगाडि बढेँ है। ल
ल साथीहरू यो चाहिँ धेरै जसो पा पाउने ठाउँ हो होइन। एउटा दुईटा त कहिले पनि टुटेको छैन। यसपालि के हुन्छ हेरौँ है। पोहोर साल चाहिँ हामीले एकै ठाउँमा 10वटा समातेको थियौँ यहाँ। छहरा यस्तो छ। अब माथि पनि जानु पर्यो बाटो यताबाट। ल साथीहरू दुःख छ दुःख छ। ओइ म त बाटै पाएन त भा। त्यसका बाजे तपाईँहरूलाई मैले पोहोर साल तपाईँहरूले मलाई पासमा दिएको भिडियो हाल्नु भन्नुभएको थियो नि। मोबाइल खिच्दा यति गाह्रो हुन्छ साथीहरू। यहाँ एकदम गाह्रो भएको छ। मोबाइलले खिच्दाखेरि यति गाह्रो हुन्छ। ए कति ठुलो छहरा छ। ऊ त्यहाँ ओइ 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 ऊ त्यहाँ ऊ चल्किरहेको ऊ त्यहाँ ऊ माथि ऊ हो के होइन लुब्याङ ल साथीहरू पोखरी हेर्नुहोस्। लानी माथि हेर्नु झर्ना कति अग्लो छ। हेर्नु त कति अग्लो झर्ना छ। ए कति अग्लो झर्ना छ ल हेर्नु। ए यस्तो यस्तो दामी छ। अब यहाँ नि बाटो छैन। अब फेरि जाने हो। अब बाटो छैन। त्यस्तै हुन्छ है साथीहरू। ल पासमा आउँदाखेरि चाहिँ दुःख चाहिँ यतिको पाइन्छ भन्ने कुरा चाहिँ मैले देखाउनु लागेको हो। तर रमाइलो चाहिँ रहर होस्। रहर कुरा गर्न आएको है। यो साथीहरू यहाँ छ है ठुलो एउटा भित्र हामी आगो देख्ने बित्तिकै घुरभित्र पसेको छ। पाउनै ल सामान ल मलाई नसेल्नु है। मलाई नसेल्नु है। घुर्दैछ भेटे होइन भेटे है चुच्चो लगाउरोले खोजिदिने लास्टमा भएन भने उखाइदिनु त्योभन्दा उता घुर्सै छैन। त्योभन्दा उता छैन त नि। त्योभन्दा उता लाटामा भएन भने चुच्चो गरेर फाल्ने हो कि। अब घोदिदिने हो साथीहरू। के भेट्ला र त्यो भित्र अर्को पनि छ होला त्यसो भए।
के यस्तो छेपारो होला हेट तेरी यार पानी यताबाट निकाल्छ Gue sama dia. Lo ke. Kau nata? Lo saja sama dia finally. People. Lo ya sana. हेलो साथीहरु अब हामी यति नै गर्छौं किनभने हामीभन्दा अगाडि मान्छे गइसक्नु भएको रहेछ त्यसले गर्दा चाहिँ हामीले चाहिँ जम्मा त्यति मात्र समाउन पायो ल हामीले यति मात्रै समाउन पायौं हामीभन्दा अगाडि मान्छे गइसकेको रहेछ त्यही भएर चाहिँ अब हामी यहाँबाट जान्न है जति दुःख गरे पनि त्यति नै हो साथीहरु हेर्नुस् माथि छ जति पनि छहराहरु फेरि चढ्ने पहाड यस्तै हो ल हेर्नुस् यस्तै हो ल हेर्नु त्यही भएर चाहिँ आजलाई यति नै गर्छौं किनभने किन दुःख गर्ने जस्तो लाग्यो किन दुःख गर्ने अब हामीभन्दा अगाडि मान्छे गइसक्नु भएको रहेछ त्यही भएर चाहिँ आज चाहिँ हामी जानु ल जाडो भइसक्यो खल्रा काटिसक्यो एकदमै जाडो छ कि यो चाहिँ एकदम माथि 1600 चाहिँ हाइटमा हो नि त माथि लेकमा हो बडा पोखरी जाने बाटो जस्तो हो अब आधा बाटो हो यो त्यही भएर चाहिँ हामी चाहिँ यहाँबाट जान्न ओके अब चाहिँ जान्छु अब खोला छोडेर जाँदा पनि हामी त जङ्गल फाटेर जानुपर्छ हेर्नु त यस्तो ठाउँबाट जानुपर्छ फाट्दै जाने हो यो सबै सिस्नो घारी हो सिस्नो घारी फाट्दै जानुपर्छ है साथीहरु मलाई जतिसुकै दुःख भए पनि मलाई पाए पनि नपाए पनि तपाईहरुलाई चाहिँ मैले यस्तो हुन्छ है भनेर देखाउनलाई चाहिँ म यहाँ आएको है त्यतिको मेरो दुःखलाई सम्झेर भए पनि तपाईहरुले लाइक शेयर सब्स्क्राइब एन्ड कमेन्ट भने गर्न पक्कै पनि नभुल्नु होला ल हेर्नुस् यसरी जानुपर्छ अब ल है साथी यस्तै बिस्तारै गर बिस्तारै सिस्नोको बोर्डहरु हेर्नु पोलिस होल्डे ल ज्याकेट त लागेको छ साथी यस्तो छ त अनि सिस्नो कि त्यसका बाजे हो यसरी फाड्दै हिँड्नुपर्छ साथीहरु है दुःख छ नि ल हामी अगाडि बढेको अब जताततै सिस्नो गाड्यो साथीहरु आकाशमा हेर्नु सिस्नु भुइँमा हेरेर पनि सिस्नु है ल यता चाहिँ अरु मान्छे अगाडि भइसकेको भएर हामी चाहिँ यता चाहिँ अरु मान्छे अगाडि भइसकेको भएर हामी चाहिँ फर्केको अर्को चाहिँ हामी चाहिँ कालिज लिन जाने हो कालिज हेर्न है साथीहरु कालिज हेर्न जान लाग्यो ओके मान्छे गएर जा
है सिसिनोको बोट ए सिसिनो ए काँडा ए आता माटोक्ने आता लजाउँ ल यहाँ चाहिँ च्याउ सुकिसकेछ है कुहिसकेछ ड्याम्मै रहेछ भने चाहिँ अलिकति छ सुकिसकेछ कि साथीहरू है ल साथीहरू लेखमा पाइने यो फल एकदमै मिठो हुन्छ यो फलको नाम के हो ल भन्नुहोस् कसैलाई थाहा छ भने यो यति मिठो फलको नाम चाहिँ भनिदिनुहोस् त यो लेखमा पाइने यो 1500-1600 को हाइटमा हाम्रो लेखमा पाइने फल हो यसको लहरामा हामी दसैँ तिहारमा पिङ पनि बनाएर खेल्थ्यौँ पहिला यसको लहरामा पिङ पनि खेल्छौँ यो फलको नाम के हो ल भन्नुहोस् एकदम मिठो हुन्छ यो भित्र फुटाएर खाने हो भित्र गुदी खाने हो यसको ल यति भएको छ है साथीहरू ल भन्नुहोस् त यो फलको नाम के हो